राधे राधे एभ्रिवान। आज चाहिँ मैले स्याटर्न रेट्रोग्रेड यानि कि शनि बक्री रेवती नक्षत्रमा पाइसेजमा गएर जुलाई 27देखि लिएर डिसेम्बर 11सम्म चाहिँ बक्री हुँदैछ। अनि त्यस पछाडि चाहिँ यो समयमा डिफ्रेन्ट एसेन्डेन्ट्सहरूको लागि भनेको डिफ्रेन्ट लग्न कुण्डलीको लागि के कस्तो चेन्जेसहरू ल्याउनेवाला छ अथवा के कस्तो परिवर्तनहरू देख्न सकिन्छ भन्ने विषयमा आज म कुरा गर्न गइरहेको छु है त। अब यसमा धेरै फ्याक्टर्सहरू रोल प्ले गर्छ। तपाईँको नेचुरल कुण्डलीमा स्याटर्न कसरी बसेको छ, स्याटर्न आफै बक्री भइरहेको छ भने अभियसली त्यसले अहिले चाहिँ राम्रो फल दिन्छ। आफ्नो एनर्जी फुल्ली आफ्नो एनर्जीलाई चाहिँ रेडिएट गर्ने टाइम आएको छ होइन। त्यस पछाडि तर हजुरको कुण्डलीमा हाउ इज स्याटर्न भन्ने कुरा पनि धेरै इम्पोर्टेन्ट रोल प्ले गर्छ। अनि विच दशा आर यु गोइङ थ्रु, कुन दशाबाट गइरहनु भएको छ, अहिले पनि धेरै इम्पोर्टेन्ट रोल प्ले गर्छ होइन। अर्को कुरा के कुरा हुन्छ भन्नुहुन्छ भने के अरे डिफ्रेन्ट मान्छेहरूको लागि डिफ्रेन्ट तरिकाले काम गर्न सक्छ। एरिज असेन्डेन्टको लागि ओभरअल पिक्चर कस्तो हुन्छ अथवा चाहिँ डिफ्रेन्ट असेन्डेन्टको लागि ओभरअल पिक्चर कस्तो हुनसक्छ भन्ने विषयमा चाहिँ आज मैले एउटा भिडियो लगाइरहेको छु। सो ध्यान दिएर सुन्नु होला। सबैभन्दा पहिला त बक्री ग्रह भनेको के हो भन्ने विषयमा हामी बुझ्छौँ। अब स्याटर्न रेट्रोग्रेड हुँदाखेरि चाहिँ के हुन्छ भन्ने विषयमा हामी बुझ्छौँ है। सबैभन्दा पहिला स्याटर्न भनेको कर्मकारक, दशम भाव र 11औँ भावको मालिक। दशम भाव भनेको हायर अथोरिटी, हाम्रो बिगेस्ट कर्माज अफ लाइफ भनेको कुनै पनि भावबाट दशम भनेको द बिगेस्ट कर्माज अफ द्याट हाउस। त्यहीबाट शनि अब कर्मकारक ग्रह भनेर लेखिन्छ हामीले होइन। अनि त्यस पछाडि शनि जब पनि के अरे बक्री हुनुहुन्छ भने तब के भन्छ भन्दाखेरि प्रेसर दिन्छ धेरै, भनेको तिमीलाई धेरै प्रेसर छ, तिमीले जसरी हुन्छ काम सक्नुपर्छ चाँडोभन्दा चाँडो भनेर चाहिँ भने हुन्छ कि। अनि अभियसली यो अबको जुन ट्रान्जिट जब स्याटर्न चाहिँ एरिसमा जानुभन्दा पहिला अब रेवती भनेको द फाइनल पुषाङ्क नक्षत्र अथवा चाहिँ रेवती नक्षत्रमा गएर बसेको हुँदाखेरि सबै कुरा क्लियरिङ द डेप्थ अथवा चाहिँ कुराहरू सर्ट आउट हुन लागिरहेछ भनौँ न। त्यसरी चाहिँ आइदर हार्ड वे अथवा आइदर गाह्रो तरिकाबाट अथवा सजिलो तरिकाबाट स्याटर्नले आफ्नो कुराहरू कम्प्लिट गर्न खोज्छ। अब त्यसमा चाहिँ मान्छेलाई अब अभियसली रेट्रोग्रेसन भन्ने बित्तिकै 3 टाइम्स मल्टिप्लिसिटी हुन्छ। जे कुरा पनि रेट्रोग्रेसन भन्ने बित्तिकै त्यो ग्रह एकदम धेरै पावरफुल हुन्छ कि, त्यो ग्रहलाई केही न केही कुरा केही न केही लेगेसी छोडेर जानुपर्ने जस्तो हुन्छ कि। अनि त्यहाँबाट त्यो ग्रहलाई केही न केही कुराहरू, जस्तो इक्जाम्पल कोही मान्छेको मङ्गल बक्री छ भने द्याट पर्सन बिकम्स भेरी मच लाइक टुवर्ड्स म जिन्दगीमा केही न केही कुरा गरेर जान्छु, म केही न केही आफ्नो लेगेसी छोडेर जान्छु भन्ने कुराहरू चाहिँ हुन्छ होइन। त्यही भएर अब डिफ्रेन्ट एसेन्डेन्ट्सहरूको लागि कसरी चाहिँ यो ट्रान्जिटले राम्रो अथवा नराम्रो तरिकाले कसरी काम गर्न सक्छ भन्ने विषयमा आज हामी कुरा गरौँ है त। सो सुरुवात गरौँ सबभन्दा पहिला एरिज असेन्डेन्टबाट, यानि कि मेष लग्नबाट। सो मेष लग्न भन्ने बित्तिकै अब लग्न स्थानमा 1 नम्बरबाट सुरु हुन्छ। अनि त्यस पछाडि चाहिँ 1 2 3 4 5 6 गर्दै स्याटर्न इज इन 12th हाउस। अहिले स्याटर्न पाइसेज भनेको 12th हाउसमा गएर बक्री भइरहेछ। अनि शनि मेष लग्नको लागि चाहिँ 10औं स्थानको मालिक, यानि कर्मकारक ग्रह नै हो र कर्मकारक ग्रह गएर 12औं स्थानमा गएर बसेको छ। 12औं स्थान भनेको कस्तो भाव हो भन्दा फरेन कन्ट्रीको भाव हो, हाम्रो खुट्टाको भाव हो, हाम्रो स्लिपिङ ह्याबिट्सको भाव हो होइन, बेड प्लेजर्सको भाव हो। अनि त्यस पछाडि 10औं स्थान भने कर्मको भाव पनि हो। अब स्याटर्न गएर बसेको छ भनिसकेपछि सबभन्दा पहिला के भन्न सकियो भन्नुहुन्छ भने कर्मस्थानको मालिक नै गएर बक्री भएर 12औं स्थानमा गएर बसेको छ भनिसके पछाडि समथिङ सिफ्ट इन करियर। सबभन्दा पहिला करियरमा केही न केही कुरा मेजर सिफ्ट हुन लागिरहेको छ। लामो समयदेखि चाहिँ कुनै करियर स्विच गर्न खोजिरहनु भएको थियो, कुनै करियरमा केही इस्युजहरू भइरहेको थियो, केही न केही कुरा आफ्नो करियर रिलेटेड कुराहरू भइरहेको थियो भने दिस इज द राइट टाइम टु स्विच। प्रेसर दिन्छ स्याटर्नले, 100% दिन्छ। अर्को कुरा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ अब फाइनल अप्रोच छ कि, बिकज स्याटर्न इज ट्रान्जिटिङ इन यर लग्न। अब एरिज असेन्डेन्टको लागि चाहिँ अब लाइक 4 to 5 months पछाडि स्याटर्न ट्रान्जिट इन यर लग्न। त्यसले गर्दाखेरि चाहिँ के अरे यो टाइम भनेको अब सबै कुरा आइदर चुकाउनै पर्छ अथवा चाहिँ सबै कुराहरू अब चाहिँ के अरे नयाँ सुरुवात गर्नुपर्छ अथवा केही न केही कुरा तिमीले नयाँ गर्नुपर्छ भन्ने हुन्छ स्याटर्नले। त्यो स्पेसली इन द फिल्ड अफ करियर हुन्छ कि। सो त्यो एउटा एस्पेक्ट चाहिँ देखिन्छ। अनि अर्को कुरा भनेको 12th हाउस भनेको स्पिरिचुअलिटीको कुरा पनि मैले भनेको छु होइन। अब 4थो स्थान भनेको 4th हाउसबाट जुपिटर इज अल्सो देयर, जो जुपिटरले हेरिरहेको छ 9औं दृष्टिबाट भनेको समथिङ के अरे एक्कम्प्लिस के अरे सरी त्यो वर्डको लागि सरी, जस्तै समथिङ केही न केही कुरा पूर्ति अथवा चाहिँ त्यसलाई के भनिन्छ भन्दा एक्कम्प्लिसमेन्ट्सहरू चाहिँ हुन्छ इन द फिल्ड अफ स्पिरिचुअलिटी अथवा केही मिनिङ आउँछ कि। आफूले यत्रो लामो समयदेखि तपाईँले केही स्पिरिचुअल प्र्याक्टिसहरू गरिरहनु भएको थियो भने भनेर रियलाइजेसन्सहरू हुन सक्ने एकदमै हायर चान्सेसहरू छ। जब पनि
स्याटर्नले अब रेवतीबाट पाइसिसबाट पछाडिपट्टि फर्केर केमा हेरिरहेको छ भन्नुहुन्छ भने 11th हाउस भनेको चाहिँ एक्युरियसमा हेरिरहेको छ। त्यहाँ अलरेडी स्याटर्न के अरे राहु गरेर बसेको छ। अब 11thको 10th भनेको चाहिँ के आउँछ भन्नुहुन्छ भने द्याट विल बी योर 7, 8, 9, 10 द्याट विल बी योर 8th हाउस। सो समथिङ ट्रान्सफर्मेसन, समथिङ इभेन्ट्स लाइक समथिङ ट्रान्सफर्मेटिभ इभेन्ट्स, तपाईँलाई स्पिरिचुअलिटी लाइक मेडिटेसन यो कुराहरूतिर पनि अलिकति इन्क्लिनेसन चाहिँ देखिन्छ, विशेष गरी एरिज लग्नको लागि है त। अब चाहिँ टरस असेन्डेन्ट यानि कि वृश्चिक लग्नको लागि वृष लग्नको लागि के कस्तो फलहरू हुन्छ, के कस्तो हुन्छ भन्ने विषयमा आज हामी बुझौँ। सो वृष लग्नको लागि चाहिँ विशेष गरी यो ट्रान्जिट चाहिँ 11औँ भावबाट भइरहेको छ। 11औँ भाव भन्ने बित्तिकै के हुन्छ भन्दाखेरि सोसल सर्कल्सहरूको भाव अथवा चाहिँ आफ्नो गेन्सहरू, डिजायर्सहरू, फुलफिलमेन्ट अफ डिजायर्स, एल्डर सिब्लिङ्सहरूको भाव भनेको चाहिँ 11th हाउस भनेर लिइन्छ हामीले होइन। अब त्यसमा चाहिँ विशेष गरी स्याटर्न ट्रान्जिट गरिरहेको छ भने सबभन्दा पहिला के गरिदिन्छ भन्दाखेरि चाहिँ आइडियोलोजिज डिफ्रेन्ट हुन्छ। आइडियोलोजिज कोसँग डिफ्रेन्टहरू हुन्छ भन्दाखेरि फ्रेन्ड सर्कल्सहरूसँग डिफ्रेन्ट हुन्छ भनेको एउटै ग्रुपको साथीहरूमा पनि डिफ्रेन्ट प्रब्लम्सहरू आउँछ। जस्तो एक्जाम्पल नयाँ साथीहरू बन्न सक्छ अथवा चाहिँ नयाँ फ्रेन्ड सर्कल्सहरू बन्न सक्छ अथवा चाहिँ पुरानो साथीहरूलाई चाहिँ विशेष गरी के हुन्छ भन्दाखेरि सबै कुरा राम्रै भइरहेको थियो, अचानक किन म योसँग अलिकति मेरो कुरा बनिरहेको छैन, किन मलाई मेरो साथीहरू मन परिरहेको छैन भन्ने खालको कुरा चाहिँ एकदमै हुन्छ बिकज अफ स्याटर्न चाहिँ 11औँ भावबाट ट्रान्जिट हुँदाखेरि। अर्को कुरा के देखिन्छ भन्नुहुन्छ भने यस डिफ्रेन्सेस हुन्छ, 100% हुन्छ, फ्रेन्ड सर्कल्सहरूसँग डिफ्रेन्सेस हुन्छ। अर्को कुरा भनेको डिजायर्सहरूको कुरा नै मैले भने होइन। सो यस फुलफिलमेन्ट अफ डिजायर्सहरू हुनसक्छ मजाले बिकज के अरे अब पहिला चाहिँ जब पनि स्याटर्न विशेष गरी के कुरा बुझ्न जरुरी हुन्छ भन्दाखेरि स्याटर्नले पहिला जब पनि काम गर्दाखेरि स्याटर्न भनेको बेसिकली कर्मकारक यानि कि कुनै पनि कुरा हार्ड वेबाट भनेको दुःख गरेर मेहनत गरेर मात्रै गर्नुपर्छ भन्ने नेचुरल द स्ट्रेट स्याटर्नको मेन नेचर हो होइन। जब पनि स्याटर्न रेट्रोग्रेड हुन्छ भनिसके पछाडि कस्तो खालको क्वालिटी आइदिन्छ भन्दाखेरि अब तिमीलाई सजिलै फुलफिलमेन्ट अफ डिजायर्सहरू गरिदिन्छु भन्न सक्छ कि बुझ्नुभयो नि। अरू कुरा के हुनसक्छ भन्दाखेरि चाहिँ के अरे 11th हाउसबाट चाहिँ 8th हाउसमा हेर्छ त्यहाँदेखि दशम दृष्टिले चाहिँ, त्यसले गर्दाखेरि लाइक अचानक कहाँबाट मलाई अकल्टको इन्ट्रेस्ट आयो, मलाई कहाँबाट अचानक एस्ट्रोलोजीको इन्ट्रेस्टहरू आयो भन्ने कुरा एकदमै हुनसक्छ। अथवा पुरानो रिलेसनसिप्सहरू थियो, पुरानो रिलेसनसिप्सहरू राम्रो तरिकाले लाइक एन्ड भइसकेको रिलेसनसिपहरू अचानक फिर्ता आउन सक्छ, द्याट माइट बी द केस। अरू कुरा भनेको अचानक प्रमोसन, बिकज किन यस्तो भइरहेको छ भन्नुहुन्छ भने 10th हाउसमा देयर इज हलिडे राहु, अनि फेरि स्याटर्नको पनि वक्र दृष्टिले हेर्दाखेरि चाहिँ देयर इज स्याटर्न एन्ड राहु कम्बिनेसन इन 10th हाउस। त्यसले गर्दाखेरि कतै न कतै अचानक प्रमोसन भइदिन सक्छ। अथवा फादरको बिजनेस राम्रोसँग फादरको बिजनेसहरूमा केही इस्युजहरू भइरहेको छ भने फादरको बिजनेस अचानक राम्रो भइदिन सक्छ, द्याट इज द केस। जुपिटरको चाहिँ विशेष गरी 3rd हाउसमा गएर बसेको छ जुपिटर, त्यसले गर्दाखेरि के अरे पञ्चम दृष्टिले चाहिँ 7th हाउसमा हेर्दाखेरि मैले अघि नै भने जस्तो अनएक्सपेक्टेड म्यारेजहरूको कुराहरू पनि ल्याइदिन सक्छ अथवा चाहिँ अनएक्सपेक्टेड तरिकाले लाइक पुरानो रिलेसनसिप्सहरू फिर्ता आइदिन सक्छ, द्याट माइट बी द केस होइन। जेमिना असेन्डेन्ट यानि कि मिथुन लग्न। सो मिथुन लग्नको लागि यो गोचर कस्तो भइरहेको छ शनिको गोचर भन्ने विषयमा हामी बुझौँ। सो मिथुन लग्नको लागि चाहिँ 10औँ भावबाट के अरे स्याटर्न गोचर गरिरहेको छ, 9औँ भावमा अलरेडी राहु गएर बसेको छ, दोस्रो स्थानमा जुपिटर गएर बसेको छ यो ट्रान्जिटमा। त्यसमा विशेष गरी के भइदिन्छ भन्नुहुन्छ भने लाइक प्रोफेसन, विशेष गरी प्रोफेसन एन्ड कर्म, आफूले गरिरहेको काममा धेरै के अरे गजल मजल भइरहेको थियो, आफूले घरि के गरौँ कसो गरौँ कहाँबाट जाऊँ के गरौँ भन्ने कुरा भइरहेको थियो भने अब चाहिँ एकदम धेरै क्ल्यारिटी पाउने टाइम आइरहेको छ। जस्तै अब प्रोफेसनको कुरामा पनि अब सुरुमा जागिरै पाएको थिएन भने फेरि एकैचोटि 3टा जागिर पाउने सक्छ, 3टा अपर्च्युनिटिजहरू पाउने, अनि कुनमा जाऊँ भन्ने खालको हुनसक्छ विशेष गरी। अनि 10th हाउसमा भएको स्याटर्नले अहिले त के गरिरहेको छ भन्नुहुन्छ भने समथिङ टु डु विथ करियर यानि कि बिजनेस अथवा चाहिँ करियर अथवा बिजनेसमा केही कुराहरू लामो समयदेखि चाहिँ अड्किरहेको थियो, केही कुराहरू लामो समयदेखि प्रब्लम्सहरू भइरहेको थियो भने चाहिँ त्यही प्रब्लमलाई डिफ्रेन्ट तरिकाले डिल गर्ने खालको एबिलिटी आउँछ कि भन्नु खोजेको। पहिला त्यही प्रब्लम थियो त्यसलाई डिल गर्न सकिरहेको थिएन जस्तो भइरहेको थियो भने अब त्यही प्रब्लम चाहिँ म मजाले डिल गर्न सकिरहेको छु भन्ने खालको कुरा चाहिँ देखिन सक्छ होइन। अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने के अरे प्रपर्टी अथवा एसेट्सहरू, बिकज जुपिटर इज इन 2nd हाउस, त्यसले गर्दाखेरि प्रपर्टी अथवा एसेट्सको सम्भावना पनि दिइरहेको छ यसमा। अर्को एकदम इम्पोर्टेन्ट एस्पेक्ट भनेको के छ भन्दाखेरि स्याटर्न बिइङ इन 10th हाउस हेरिरहेको छ कसो एक्युरियस भनिसके पछाडि तल 9th हाउसमा हेरिरहेको छ अथवा 9th हाउसतिर गइरहेको छ भनिसके पछाडि के गरिरहेको छ भन्दाखेरि स्पेसली फादरसँग भिजिट गर्ने अथवा चाहिँ गुरुजहरूसँग भिजिट गर्दाखेरि यसले आफ्नो करियरमा अथवा चाहिँ विशेष गरी मन्दिरहरूमा लामो दूरीको यात्रा गरेर मन्दिर जाँदाखेरि पनि यसले तपाईँको एकदम करियरमा एकदमै राम्रो तरिकाले लाइक अपलिफ्ट गरिदिन सक्ने भन्ने कुरा पनि देखिन्छ।
होइन। अनि अर्को कुरा चाहिँ विशेष गरी लेट गो गर्न सिक्नु पऱ्यो, बिकज 10th हाउसमा गएर साटन गरेर बसिरहेको छ, नराम्रो पुरानो मान्छेहरू छ, पुरानो कुराहरू भइरहेको छ, पुरानो लाइफमा केही कुराहरू इभेन्ट्सहरू थियो भने जस्ट लेट देम गो। अहिले चाहिँ नयाँ कुराहरू आउनलाई चाहिँ अपर्च्युनिटी दिनुभयो भने सर्टेनली तपाईँको चाहिँ लाइफमा धेरै कुराहरू नयाँ आउनु देखिएको छ। हामी जान्छौँ कर्कोट एसेन्डेन्ट अथवा चाहिँ क्यान्सर एसेन्डेन्टको लागि। सो क्यान्सर एसेन्डेन्टको लागि यो गोचर कहाँबाट भइरहेको छ त भन्नुहुन्छ भने नवम भावबाट भइरहेको छ। सो नवम भावबाट गोचर हुने बित्तिकै 3 डिफ्रेन्ट एस्पेक्ट्सहरूले कभर गर्यो। जस्तै इक्जाम्पल तपाईँको हेल्थ कभर गर्यो, बिकज स्याटर्नको 10th भनेको द्याट इज हेल्थ, 6th हाउस होइन। सो एक्सट्रिमली हेल्दी अथवा एक्सट्रिमली यो मान्छे केही न केही आफ्नो हेल्थ कन्सियस हुनसक्छ एकदम धेरै मात्रामा। अर्को कुरा के हुनसक्छ भन्नुहुन्छ भने स्याटर्नबाट तेस्रो एस्पेक्ट भनेको फ्रेन्ड्स। फ्रेन्ड्स बिकम भेरी इम्पोर्टेन्ट। अब यो मान्छेलाई इफ अथवा 11th हाउस भनेको पब्लिक इमेज पनि हो। जस्तै यो मान्छेको राम्रो फ्रेन्ड सर्कल्सहरू थियो, राम्रो राम्रो तरिकाले ऊ ग्रुम भइरहेको थियो, अथवा राम्रो फ्रेन्ड सर्कलको कन्ट्याक्टमा थियो भने इमेज राम्रो हुने, अथवा चाहिँ अब त्यस्तो नराम्रो सर्कलमा थियो भने फेरि उसको नराम्रो इमेज हुनसक्ने, अथवा चाहिँ फल्स एक्विजिसन्सहरू लाग्न सक्ने पनि एकदम धेरै मात्रामा चान्स देखिन्छ। अर्को इम्पोर्टेन्ट एस्पेक्ट के देखिन्छ भन्नुहुन्छ भने नवम भावमा भएको स्याटर्नले गर्दाखेरि अलिकति भाग्योदयमा अथवा अलिकति फादरको लाइफमा थोरै हेल्थ इस्युजहरू पनि ल्याइदिन सक्छ, बिकज स्याटर्नको चाहिँ फादरको 12thमा गइरहेको छ। देयर इज अलरेडी राहु, स्याटर्नले पनि त्यही हेरिरहेको छ भने फादरको स्लिप डिस्टर्बेन्स हुनसक्छ, अथवा चाहिँ फादरले अलिकति लाइक स्लिपिङ इस्युजहरू हुनसक्छ, त्यो कुरो एकदमै देखिन्छ होइन। अनि त्यहाँबाट अथवा हस्पिटल्समा पनि केही समस्याहरू हुनसक्छ, अथवा बाबालाई अलिकति रोगहरू लाग्न सक्छ, त्यो कुराहरू पनि देखिन्छ। त्यो भन्दै गर्दाखेरि क्यान्सर एसेन्डेन्टको लागि विशेष गरी यो ट्रान्जिटले चाहिँ अब इन द एस्पेक्ट्स अफ लाइक फाइनेन्सियल, बिकज राहु, बिकज केतु इज अलरेडी इन 2nd हाउस अहिलेलाई चाहिँ होइन। अनि त्यहाँबाट राहु इज इन 8th हाउस, त्यसले गर्दाखेरि अभियसली एउटा खालको त्यो अलिकति त्यो डिस्टर्टेड एनर्जी दिइरहेको छ। तर लग्नमा भएको चाहिँ बृहस्पतिले गर्दाखेरि एभ्रिथिङ इज सर्टेड। अनि त्यस पछाडि अर्को कुरा भनेको चाहिँ जुपिटर नै गएर लग्नमा गएर बस्दाखेरि दे विल बिकम एक्सट्रिमली हेल्थ कन्सियस यो टाइममा। अर्को कुरा भनेको चाहिँ स्याटर्न राहु गएर के अरे 8th हाउसको ट्रान्जिट गरिरहेको छ भने कतै न कतै फेरि यस्तो मान्छे कुनै गलत एडिक्सन्सहरूमा छ, कुनै गलत कुराहरूमा छ भने अलिक त्यस्तो कुराहरूमा फस्न पनि सक्छ है त। बट भर्गो असेन्डेन्ट अथवा कन्या लग्नको लागि कुरा गरौँ है त। सबैभन्दा पहिला चाहिँ कन्या लग्नको लागि के देखिन्छ भन्दाखेरि इट इज ट्रान्जिटिङ थ्रु 7th हाउस भनेको सप्तम भावबाट ट्रान्जिट गरिरहेको छ। त्यसले गर्दाखेरि सबभन्दा पहिला के गर्छ भन्दा दे विल लाइक यो रिलेसनसिप्स विल बी टेस्टेड, हजुरको रिलेसनसिपहरू टेस्ट हुन्छ। अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ अब 6th हाउसमा राहु अलरेडी छ, स्याटर्न इज लुकिङ देयर भनिसके पछाडि समथिङ कर्म केही न केही 6th हाउस प्रारब्धहरू अथवा केही न केही कुराहरू बाहिर आउँछ, अथवा चाहिँ लोन्सहरू अप्रुभ भइदिन्छ, अथवा चाहिँ के भइदिन्छ भन्नुहुन्छ भने विशेष गरी 6th हाउस भनेको यो हस्पिटल्स, अथवा जस्तै तपाईँ चाहिँ बारम्बार हस्पिटल गरिनु भएको थियो तर डक्टरले राम्रो तरिकाले ट्रिट गरिरहेको थियो भने अचानक डक्टर एउटा यस्तो औषध दिन्छ जसले गर्दाखेरि चट्टै रोग फेरि एकदम ठिक हुन्छ भनेको यो टाइममा हस्पिटल जाँदाखेरि डक्टरले पनि राम्रोसँग क्योर गर्न सक्छ भनेर पनि देखिन्छ। अर्को कुरा के देखिन्छ भन्दाखेरि चाहिँ यो टाइममा विशेष गरी रिलेसनसिपहरूको लागि चाहिँ डोन्ट पुट यर पिक्चर्स, अथवा बिकज 7th हाउसमा गएर स्याटर्नको ट्रान्जिट छ त्यसले गर्दाखेरि रिलेसनसिप्सहरू टेस्ट हुन्छ, त्यो सकेसम्म त्यसलाई अलिकति प्राइभेट राख्नुहोस् भनेर भन्छु। अर्को कुरा के देखिन्छ भन्दाखेरि जुपिटर इज अलरेडी इन 11th हाउस, त्यसले गर्दाखेरि न्यू फ्रेन्ड्सहरू आउँछन्, बिकज न्यू नेटवर्किङ न्यू सर्कल्सहरू हुन्छ। त्यो कुरा त मैले अस्ति नै यो जुपिटरको ट्रान्जिटमा नै भनेको थिएँ होइन। अर्को कुरा के हुन्छ भन्नुहुन्छ भने अभियसली स्याटर्न बिइङ इन के अरे स्याटर्न इज अलरेडी कर्मकारक ग्रह, अनि त्यस पछाडि स्याटर्न नै गएर 7th हाउसमा गएर बसेको छ भने समथिङ न्यू बिजनेस न्यू प्रोफेसन्सहरू ट्राई गर्न खोजिरहेको हुनसक्छ होइन। अथवा चाहिँ के हुन्छ भन्नुहुन्छ भने सिब्लिङ्सहरूसँग कस्तो रिलेसनसिप, बिकज कसरी सिब्लिङ्सहरूसँग रिलेसनसिप भन्नुहुन्छ भने के अरे 6thमा, बिकज 6thकोबाट 10th हुन्छ भनिसकेपछि सिब्लिङसँग रिलेसनसिपहरूमा पनि केही न केही चेन्जेसहरू पनि देखिन्छ। सो वर्गसनको लागि 5th एन्ड 6th थर्ड भएको हिसाबले स्याटर्न इन 7th हाउस इज क्वाइट गुड, राम्रै नै चल्छ यो टाइम चाहिँ। टकिङ अबाउट लिब्रा असेन्डेन्ट यानि कि तुला लग्नको बारेमा हामी कुरा गर्छौँ। तुला लग्नको लागि चाहिँ यो गोचर कस्तो जान्छ भनेर चाहिँ सो गोचरको लागि चाहिँ विशेष गरी सबै कुराहरू यसको बेसिसमा मात्रै भन्न गाह्रो हुन्छ, एउटा लाइनमा मात्रै भनेर एन्टायर तपाईँको ट्रान्जिट नै कभर अप हुने त होइन। तर मैले सर्टमा कस्तो खालको इमेज कस्तो खालको कुराहरू देख्न सकिन्छ भन्ने विषयमा चाहिँ आज भिडियो बनाइरहेको हो। सो तुला लग्नको लागि चाहिँ विशेष गरी इट इज ट्रान्जिटिङ टु 6th हाउस। सो 6th हाउस भनेको यो प्रोफेसन यो वर्क प्लेस हो होइन। 6th हाउसमा गएर स्याटर्न बक्री हुँदाखेरि कतै न कतै आफ्नो प्रोफेसनमा हर्डल्सहरू आउन सक्ने, प्रोफेसनमा तपाईँलाई काम गरिरहनु भएको थियो अलिकति साइड लगाएर तपाईँ तिमी आफ्नो ठाउँमा बस भन्ने खालको तरिकाले अलिकति साइडलाइन गरिदिन सक्छ। अर्को कुरा के देखिन्छ भन्नुहुन्छ भने के अरे ओल्ड सब्जेक्ट्सहरू, बिकज 5th हाउसमा हेरिरहेको छ कतै न कतै ओल्ड सब्जेक्ट्सहरू पुरानो लागि इतिहासको कुराहरू पढ्न इच्छा गर्न सक्ने, अथवा पञ्चमको एस्पेक्ट अथवा पञ्चम भावमा पनि हेरिरहेको हुँदाखेरि चाहिँ रिलेसनसिप्सहरूमा हर्डल्सहरू, अथवा पञ्चम भावमा हेरेको हुँदाखेरि यो टाइम मेबी इट इज नट द गुड टाइम टु कन्सिभ अ बेबी, कुनै पनि बच्चाहरू कन्सिभ गर्नको लागि। अब त्यो तपाईँको नैसर्गिक रूपमा नै स्याटर्न गएर बकरी भएर बसेको छ भन्दाखेरि डिफ्रेन्ट कुरा, तर चाहिँ पञ्चम भावमा हुँदाखेरि कतै न कतै बेला अलिकति पञ्चम भावमा धेरै अलरेडी राहु होइन,
त्यसले गर्दाखेरि अलिकति बच्चा कन्सिभ गर्नलाई यो पिरियड त्यति राम्रो पनि होइन। अर्को कुरा भनेको चाहिँ इफ केही तपाईँलाई ब्रेकहरू तपाईँको लाइफमा अलिकति ब्रेक गर्ने अथवा अलिकति तपाईँलाई पज लिने खालको टाइम आएको छ, तपाईँलाई एकदम धेरै काम पाइरहनु भएको छैन भने पनि, काममा केही चिजहरू भइरहेको छ भने पनि डोन्ट प्यानिक, बिकज एउटा फेज हो। यस पछाडि चाहिँ यु विल ग्रो मोर, अझै स्ट्रङ्गर भएर ग्रो गर्नुहुन्छ होइन। त्यही भएर यो टाइममा चाहिँ अलिकति के अरे यो टाइममा अलिकति प्रोफेसनमा थोरै ब्रेक लिँदा पनि ठिक छ। अर्को एकदम इम्पोर्टेन्ट कुरा भनेको मन्त्र साधना, बिकज अब मन्त्र साधना पनि एकदम कडा लेभलको। किन त्यस्तो भनेको भन्नुहुन्छ भने यो जुपिटर इज इन इट इज इन 10th हाउस अलरेडी, अनि त्यहाँबाट 5th र 10thको कम्बिनेसन कतैबाट बनिरहेको छ, अथवा 5th र 6thको कम्बिनेसन बनिरहेको छ भने द्याट इज द हाइएस्ट मन्त्र सिद्धि होइन। त्यही भएर यस्तो बेलामा मन्त्र सिद्धिहरू गर्न, मन्त्र साधनाहरू गर्न पनि इट इज रियली गुड टाइम फर लिब्रा असेन्डेन्ट। स्कर्पियो असेन्डेन्टको लागि चाहिँ यो ट्रान्जिट कस्तो छ भन्ने विषयमा आज हामी बुझौँ। स्कर्पियो असेन्डेन्टको लागि चाहिँ इट इज ट्रान्जिटिङ थ्रु 5th हाउस, अनि 5th हाउसमा भएको के अरे स्याटर्न छ। त्यस पछाडि चाहिँ जुपिटर इज अलरेडी इन 9th हाउस, अनि राहु इज अलरेडी इन 4th हाउस होइन। अनि करियर इज अलरेडी अलिकति प्रब्लमेटिक छ, बिकज स्कर्पियो असेन्डेन्टको लागि चाहिँ 10th हाउसमै गएर चाहिँ द केतु इज देयर। अनि अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने विशेष गरी स्कर्पियो असेन्डेन्टको लागि यो ट्रान्जिट कस्तो भइदिन्छ भन्नुहुन्छ भने द एल्डर सिब्लिङ भनेको चाहिँ आफ्नो एल्डर सिब्लिङ्सको म्यारेजमा इस्युजहरू देखिन सक्छ, 100% देखिन सक्छ। अर्को कुरा के देखिन सक्छ भन्नुहुन्छ भने चाहिँ के अरे जोइन्ट्स अथवा बोन्सहरूको इस्युजहरू देखिन सक्छ, हड्डीको समस्याहरू, बिकज तपाईँको चाहिँ 11th एक्वेरियसबाट चाहिँ 10th भनेको लग्नमा हेर्छ। त्यसले गर्दाखेरि कतै न कतै फेरि प्रेसर दिन्छ आफूले एकदम धेरै रिटेस्ट, अथवा तपाईँले एकदम धेरै कुनै पनि काममा धेरै एफोर्ट लगाइरहनु भएको थियो भने तपाईँले फेरि योपालि सोच्नुहुन्छ यो काम साँच्चीकै एफोर्ट लाउन योग्य छ त, एफोर्ट गर्दाखेरि राम्रो हुन्छ त भनेर यु रिथिङ्क अगेन होइन। त्यो टाइम छ अहिले हजुरलाई। माइन्डमा धेरै प्रेसरहरू दिन्छ, तर डोन्ट टेक सो मच अफ प्रेसर। यो कुरा पनि लाइक केही समयलाई यो गोचरलाई मात्रै नै हो। अर्को कुरा भनेको चाहिँ विशेष गरी के अरे मोल्ड, तपाईँको चाहिँ इशान कोण अथवा चाहिँ तपाईँको घरमा कतै न कतै मोल्ड अथवा सिलनहरू चाहिँ हुनसक्छ भन्ने कुरा पनि देखिन्छ यसमा। सो स्कर्पियो असेन्डेन्टको लागि चाहिँ स्याटर्न के अरे स्याटर्न बिङ योर 4th एन्ड 3rd हाउसको लर्ड गएर चाहिँ 3rdमा बस्दाखेरि चाहिँ, गएर 5thमा बस्दाखेरि 3rdको 3rd भनिन्छ कि अलिकति एफोर्ट लाउनु पर्ने हुनसक्छ, अलिकति प्रेसरहरू चाहिँ दिन्छ। सो दिस इज द टाइम अलिकति प्रेसर्सहरू चाहिँ ह्यान्डल गर्नुपर्छ। सिरियस अथवा चाहिँ धनु लग्नको लागि हामी कुरा गरौँ। सबैभन्दा पहिला त धनु लग्नको लागि चाहिँ इट इज ट्रान्जिटिङ थ्रु 4th हाउस, अनि अलरेडी राहु इज देयर इन यो 3rd हाउस भनेको अलरेडी तपाईँको तेस्रो भावमा राहु छ, 4th स्थानमा गएर के अरे स्याटर्न गएर गोचर गरिरहेको छ होइन। अनि त्यहाँबाट अर्को कुरा के देखिन्छ भन्नुहुन्छ भने के अरे 9, 3, 4 यो जुपिटर इज इन 8th हाउस होइन। त विशेष गरी त यो के अरे साइजियस असेन्डेन्टको लागि त लग्न स्थानको मालिकै अष्टममा गएर बस्दाखेरि कतै न कतै अलिकति हेल्थ इस्युजहरू देखिन सक्छ, अथवा आफू एस्ट्रोलोजीहरूमा इन्ट्रेस्ट भएको हुनसक्छ, अथवा अलिकति लाइफमा ट्रान्सफर्मेसनको फेज चलिरहेको हुनसक्छ। त्यसले गर्दाखेरि स्याटर्न इज अलरेडी 4th हाउस भन्दाखेरि चाहिँ अलिकति नेबर्सहरूसँग मिसकम्युनिकेसन हुन्छ, अथवा नेबर्सहरूसँग आफूले भन्नु खोजेको कुराहरू कम्युनिकेट गर्न सक्दैन, अथवा आफूले कम्युनिकेसनमा पनि केही इस्युजहरू हुनसक्छ। अनि घरमा केही कन्स्ट्रक्सनको कामहरू भइरहेको थियो, ढिलो भइरहेको थियो भने चाँडो हुन्छ होइन, अथवा चाहिँ तपाईँको काम रोकिरहेको थियो तपाईँलाई एकदम धेरै, बिकज 4th हाउस इज योर होम प्लेस होइन, स्याटर्न इज कन्स्ट्रक्सन। त्यसले गर्दाखेरि कतै न कतै चाहिँ तपाईँलाई कन्स्ट्रक्सनको कुराहरूमा इस्युजहरू भइरहेको थियो भने यो बेलामा तपाईँको काम चाँडो कम्प्लिट हुन्छ। एसेट्सहरूको थ्रुबाट पैसा कमाउने योग छ, अथवा अलिकति प्रब्लम चाहिँ के हुनसक्छ भन्नुहुन्छ भने 10th हाउसको यसमा 10th हाउसको एस्पेक्ट छ नि त, बिकज स्याटर्न बिङ इन 4th हाउस, 7th एस्पेक्ट के अरे 7th एस्पेक्टले 10th हाउसमा हेर्दा अलिकति डिफेमेसन हुनसक्छ, अलिकति वर्क प्लेसमा इस्युजहरू चाहिँ आउनसक्छ, 100% आउनसक्छ होइन। अरू कुरा के दिन सक्छ भन्नुहुन्छ भने चाहिँ यो टाइममा अलिकति पब्लिकमा गएर सेमिङहरू नै हुनसक्छ तपाईँको लागि। अनि त्यस पछाडि अर्को कुरा भनेको चाहिँ विशेष गरी मदरसँग यात्रा, अथवा चाहिँ मदरको यात्रा, बिकज मदर माइट ट्राभल टु सम प्लेसेस, मदर कतै ट्राभलहरू गर्न सक्नुहुन्छ, बिकज 12th हाउसमा, बिकज 4thबाट 12th भनेको मम्मीको लङ डिस्टेन्स ट्राभल अथवा चाहिँ 12th हाउस देखाउँछ होइन। सो त्यो कुराहरू धार्मिक यात्राहरू गर्न सक्नुहुन्छ मम्मीले, विशेष गरी कस्तो शिवजी अथवा रुद्रहरूको मन्दिरमा भन्ने कुरा पनि देखिन्छ। सो साइजियसको लागि चाहिँ अलिकति ट्रान्सफर्मेटिभ पिरियड छ, बिकज अब स्पिरिचुअलिटीतिर कनेक्टेड हुने पिरियड छ, बिकज तपाईँको चाहिँ के अरे मोक्ष त्रिकोणमै गएर जुपिटर गएर बस्नु भएको छ। अनि त्यस पछाडि फेरि जुपिटरलाई फेरि अहिले आएर स्याटर्न गएर बस्दाखेरि जुपिटर स्याटर्न कनेक्सनले गर्दाखेरि कतै न कतै स्पिरिचुअलिटी नै अलिकति बढी नै लाइक ट्रान्सफर्मेटिभ पिरियड जस्तो छ साइजियस। नाउ टकिङ अबाउट क्याप्रिकन असेन्डेन्ट अथवा चाहिँ मकर लग्नको बारेमा हामी कुरा गरौँ। मकर लग्नको लागि चाहिँ गोचर तेस्रो भावबाट भइरहेको छ, 3rd हाउसबाट। र त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि सबैभन्दा पहिला स्याटर्न बिङ इन 3rd हाउस, स्याटर्नले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ अब जुन स्ट्रेट स्याटर्न हुन्थ्यो भने त मेहनत गर भनेर भन्छ नि त, तर स्याटर्न बिङ रेट्रोग्रेड, मैले अघि सुरुमा के भनेको थिएँ भन्दाखेरि जब पनि शनि बक्री हुन्छ भने अथवा कर्मकारक ग्रह बक्री हुन्छ भने चाहिँ त्यो ग्रहले चाहिँ मेहनत नगर, जस्ट लिभ इट अलोन। आफूले यत्रो समयदेखि कुनै जागिर गरेर खोजिरहेको छ, कुनै केही कुरामा कन्टिन्युस एफर्ट लगाइरहेको छ भने चाहिँ त्यसलाई जस्ट लिभ इट अनि यु विल गेट इट भन्छ कि। त्यही भएर अब एफर्ट चाहिँ नलाउनुहोस् भनेर भन्छु।
अरू कुरा भनेको स्याटर्न बिइङ इन थर्ड हाउस अलिकति के अरे यो बेलामा अब सेकेन्ड हाउसमा गएर राहु गएर बसेको छ, त्यसले गर्दा बजेटिङ गर्न सक्छ, अथवा जति लामो समयदेखि यो मान्छेले आफ्नो कुराहरू मनमा राखिरहेको थियो, कुराहरू मनमा भन्न खोजिरहेको थिएन भने अब चाहिँ मान्छेले भन्छ, अब चाहिँ बोल्न सुरुवात गर्छ। बिकज क्याप्रिकर्नसनको लागि चाहिँ सेकेन्ड हाउसमै गएर स्याटर्न बसेको हुँदाखेरि अलिकति गम्भीर स्वभावको हुन्छन् कि यस्ता मान्छेहरू। अनि राहु बिइङ देयर अनि फेरि स्याटर्नको पनि एस्पेक्ट हुँदाखेरि कतै न कतै यो मान्छे अलिकति आफ्नो कुराहरू एक्सप्रेस गर्न खोज्ने जस्तो हुन्छ होइन। फ्रेन्ड्सहरूबाट राम्रो सम्बन्ध छैन, फ्रेन्ड्सहरूबाट धोका पाउन सक्ने कुराहरू पनि देखिन्छ। अर्को कुरा भनेको थर्ड हाउस चाहिँ पेपर वर्क। सो पेपर वर्कमा केही इस्युजहरू, कम्युनिकेसनको इस्युजहरू पनि 100% देखिन्छ। सो पेपर वर्कहरूलाई अडिट गराउनुहोस् राम्रोसँग होइन। अनि त्यस पछाडि चाहिँ के अरे सो मोर मनी पैसाको, बिकज स्याटर्न राहु इज अलरेडी देयर, स्याटर्नको पनि एस्पेक्ट हुँदाखेरि कतै न कतै पैसाको कुराहरू पनि लग्न लर्ड इज कमिङ इन सेकेन्ड हाउस जसरी हेर्नु पऱ्यो। त्यसले गर्दाखेरि कतै न कतै फाइनेन्सियली अलिकति बढी राम्रोसँग बजेटिङ गर्न सक्ने, अथवा चाहिँ फाइनेन्सियली बेटर तरिकाले रोल प्ले गर्न सक्ने भन्ने कुरा पनि देखिन्छ। इक्वेरियस असेन्डेन्ट, सो इक्वेरियस असेन्डेन्ट अथवा चाहिँ कुम्भ लग्नको लागि चाहिँ स्याटर्नको गोचर अथवा शनिको बक्री गोचर चाहिँ दोस्रो स्थानबाट भइरहेको छ। दोस्रो स्थान भन्ने बित्तिकै अलिकति इस्युजहरू चाहिँ देखिन्छ, बिकज फुड हेबिट्सको कुराहरू आउँछ अथवा फ्यामिली कुराहरू आउँछ। सो परिवारले गर्दाखेरि पैसा खर्च गर्नुपर्ने हुनसक्छ, अथवा फ्यामिलीमा केही इस्युजहरू आउनसक्छ। हेरिडेटरी प्रब्लम्सहरू भनेको लिनिएज वाइज आएको प्रब्लम्सहरूले फेरि ट्रिगर हुनसक्छ होइन। अर्को कुरा के देखिन्छ भन्दाखेरि चाहिँ टेन्सन्सहरू कति बढ्न सक्ने कुराहरू चाहिँ हुन्छ। अनि अर्को इम्पोर्टेन्ट कुराहरू भनेको जुन तपाईँको रिलेसनसिप्सहरूको कुराहरू, जुन तपाईँको लामो समयदेखि ब्रेक भइरहेको थियो रिलेसनसिप्सहरू, त्यो रिलेसनसिप फेरि रिभाइभ हुनसक्छ, फेरि त्यो रिलेसनसिपहरू फेरि कन्टिन्यू हुनसक्छ होइन। त्यो कुरा पनि देखिन्छ। तर एउटा इम्पोर्टेन्ट कुरा के हुन्छ भन्नुहुन्छ भने यो बेलामा एक्वेरियस असेन्डेन्ट अथवा चाहिँ के अरे लग्न स्थानको मालिक नै सेकेन्ड हाउसमा गएर बस्यो भनेर भन्न मिलेन। त्यो गर्दाखेरि कतै न कतै फाइनेन्सेस अथवा कतै न कतै एकदम लेगेसी छोड्ने, अथवा केही न केही एकदम धेरै मलाई इम्पोर्टेन्ट केही गर्नु छ, मलाई केही न केही गरेर जानु छ भन्ने खालको थट आउनसक्छ कि यो टाइममा एकदम धेरै ट्रिगर गर्नसक्छ कि भनेको मलाई एकदम धेरै केही न केही कुराहरू गर्नु छ, म यतिकै बस्न सक्दिनँ। बिकज स्याटर्नले त लग्नतिर आइरहेको छ नि त, बिकज स्याटर्नले त हेरिरहेको छ कहाँ भन्दाखेरि लग्नमा हेरिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ लाइक अलरेडी लग्नमा राहु गएर बसेको छ भनिसकेपछि एकदम धेरै मात्रामा केही न केही कुराहरू गर्नु छ। आई हेभ टु डु समथिङ, लाइक आइदर राम्रो अथवा नराम्रो केही न केही कुराहरूमा चाहिँ एकदम धेरै मात्रामा डिभोटेड हुनसक्छ। केही न केही कुराहरूमा एकदमै धेरै मात्रामा मलाई केही न हुन्छ नि, कोही मान्छेलाई एकदम फिलिङ मलाई यतिको मर्नु छैन, यति केही न केही कुराहरू गर्नु छ, मलाई हेभ टु डु समथिङ, म यतिकोलाई जन्मेको त होइन, आई हेभ सो मच मोर टु गो भन्ने कुराहरू, त्यस्तो कुराहरू चाहिँ बढी ट्रिगर हुनसक्छ भन्ने कुरा पनि देखिन्छ एक्वेरियस अथवा चाहिँ कुम्भ लग्नको लागि। राशि अथवा चाहिँ अन्तिम राशि भनेको मीन राशि। मीन राशिको अथवा मीन लग्नको लागि कस्तो छ यो गोचर भनेर चाहिँ हामी कुरा गरौँ। लग्नबाट भइरहेको छ गोचर, अभियसली स्याटर्न लग्नमा गएर बसेको छ भनिसके पछाडि धेरै प्रेसर दिन्छ, धेरै कुराहरू गर्नुपर्ने छ भन्ने। बिकज स्याटर्नले के गरिदिन्छ भन्दाखेरि चाहिँ जे कुरा पनि लाइक प्रेसर दिएर काम गर्छ कि, बिकज स्याटर्न इज लाइक द कारक अफ 8th हाउस, बिकज अष्टम भावको पावर हाउस हो कि स्याटर्न भनेको होइन। त्यसले गर्दाखेरि चाहिँ विशेष गरी धेरै मात्रामा प्रेसर लिन खोज्छ, अथवा चाहिँ आफैप्रति एकदम धेरै हीन भावना आउनसक्छ, एकदम धेरै त्यो म के कुराको लागि वर्दी छैन भन्ने कुराहरू आउँछ। तर त्यो भन्दै गर्दा यो 12th हाउस इज अल्सो कमिङ इन लग्न, त्यो भइसक्यो स्पिरिचुअलिटीको लेभलमा, अलिकति इन्ट्युटिभ लेभलमा, अलिकति यो ध्यान साधनको कुराहरूमा पनि ग्रोथ गर्ने टाइम छ। अनि अर्को कुरा भनेको चाहिँ लाइक डोन्ट कम्प्रोमाइज योर सेल्फ, नो योर भ्यालु भनेको यो टाइममा तपाईँले अलिकति कुराहरू धेरै कम्प्रोमाइज गर्नुपर्ने, अथवा चाहिँ मैले केही कुरा डिजर्भ गर्दिनँ कि, मैले केही कुराहरूलाई म वर्थित छैन कि भन्ने कुरा लाग्न सक्छ। तर त्यस्तो होइन, यो जस्ट एउटा फेज मात्रै हो होइन। अनि त्यहाँबाट स्याटर्न इज अलरेडी इन योर लग्न, अनि त्यस पछाडि जुपिटरले चाहिँ के अरे 12 भनिसकेपछि 1 2 3 4 या सो 5th हाउसबाट हेरिरहेको छ। त्यसले गर्दाखेरि कतै न कतै एउटा स्पिरिचुअल ग्रोथहरू अथवा एउटा माइन्डसेटमा ग्रोथ चाहिँ 100% दिन्छ होइन। तर त्यही भएर जस्ट नो योर भ्याल्यु। अनि त्यस पछाडि चाहिँ अनि आफ्नो कुराहरूमा अडिक भएर आफ्नो लागि चाहिँ सोच्नुपर्छ है त मीन लग्नको मान्छेहरूले। अब सो फाइनली यो सबै लग्नहरूको बारेमा, यो सबै के अरे राइजिङहरूको बारेमा त कुराहरू भयो। अब त्यो भन्दै गर्दा अब लास्टमा अब सबैजनालाई प्रब्लम दिन सक्छ स्याटर्नले, कसैलाई राम्रो प्रब्लम दिन सक्छ। अब तपाईँको स्याटर्न चाहिँ तपाईँको कुण्डलीमा कसरी बसेको छ, अथवा स्याटर्न तपाईँको अटोमेटिक, जस्तै इक्जाम्पल तपाईँको चाहिँ स्याटर्न वाज बक्री, जस्तै तपाईँ जन्मिँदाखेरि तपाईँको कुण्डलीमा शनि बक्री थियो होइन। अनि शनि बक्री थियो, तपाईँ शनिको बक्रीको एनर्जी लिएर जन्मिनु भएको थियो भने अब त्यसले चाहिँ के गर्छ भन्दा एकदम धेरै काम गराउँछ, प्रेसर दिन्छ लाइफमा। तर अहिलेसम्मको टाइम चाहिँ तपाईँलाई त्यो आफ्नो एनर्जी नै फिल भएको थिएन कि। तर जब 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 तपाईँको स्याटर्न बक्री हुन्छ के अरे हुन्छ नि, तब तपाईँको नेटल चार्टसँग एनर्जी म्याच गरेर तपाईँलाई ओहो म यस्तो एनर्जी, म यस्तो, मेरो त्यो दिमागको चक्षु नै खोले जस्तो फिल हुन्छ कि। त्यसले गर्दाखेरि तपाईँलाई चाहिँ त्यो एनर्जीसँग त म्याच गर्नुहुन्छ कि तपाईँ। अनि त्यसले गर्दाखेरि त एकदम राम्रो टाइम। अब कोही मान्छे कुण्डलीमा राम्रै भइरहेको हुन्छ, कोही मान्छे कुण्डलीमा नराम्रो भइरहेको हुन्छ। सो द्याट इज बेस्ड अपन इन्डिभिजुअल कुण्डली होइन। अब लास्टमा रेमेडी के त नि, लास्टमा उपाय के, लास्टमा यो कुराहरूबाट बच्ने उपाय के भन्दाखेरि चाहिँ सरेन्डर योर सेल्फ, सरेन्डर गर्नुहोस् भनेको
अब शनिलाई विशेष गरी हामीले लडेर के गरेर हामीले चाहिँ तँलाई यस्तो गर्छु उस्तो गर्छु म जसरी पनि फाइट गर्छु भनेर सकिँदैन होइन। हामीले प्रकृतिसँग गर्न सक्ने भनेको सरेन्डर मात्रै हो। के कुरा भइरहेको छ, के कुरा लानु मन छ भने लैजानुहोस्। मलाई केही कुराहरू तपाईँले मबाट लानु मन छ भने प्लिज लिएर जानुहोस्, जस्ट टेक इट अवे भनेर चाहिँ आफूले एउटा खालको सरेन्डरवाला भावना राखेर अगाडि बढ्यो भने चाहिँ दिस विल बी भेरी फ्रुटफुल होइन। अनि त्यही भएर अब चाहिँ स्याटर्नको रेवती पछाडि अबको 30 इयर्स अफ टाइम, बिकज स्याटर्न रिटर्न भएर जब पनि स्याटर्न एरिजबाट घुमेर फेरि एरिजमै आउँदाखेरि 30 इयर्स अफ टाइम लाग्छ होइन, मैले अस्ति नै भनेको थिएँ। त्यही भएर अब चाहिँ स्याटर्नले नयाँ दौरको सुरुवात गरिरहेको छ। त्यही भएर यो टाइममा धेरै पोलिटिकल प्रेसरहरू, वारको कुराहरू हेर्नु होला, वारको कुराहरू पनि धेरै सुरुवात हुँदै जान्छ होइन। सो अहिले जस्ट भनेको मात्रै हो, सिज फायर गरेको छ डिफ्रेन्ट कन्ट्रिजहरूले भनेर, तर वार विल स्टार्ट अगेन, त्यो कुराहरू देखिन्छ 100%। अनि त्यस पछाडि बिकज स्याटर्नले प्रेसर दिइरहेको छ कतै न कतै, अनि फेरि एरिजमा आएर बसेको छ नि त, अब फेरि एरिजमा ट्रान्जिट गर्छ, त्यही भएर एकदम धेरै प्रेसर दिन्छ कि, इम्पेसेन्ट बनाउँछ कि मान्छेहरूलाई। त्यही भएर यो टाइम चाहिँ इट इज एकदम त्यो आफ्नो कर्माजहरूलाई एक्जस्ट गर्ने खालको टाइम हो। त्यही भएर आफूले के कुराहरू लाइक जस्ट लेट गो गर्नुपर्ने कुरा लेट गो गर्नुहोस्, नयाँ कुरा एक्सेप्ट गर्नुपर्ने कुरा गर्नुहोस्। तपाईँलाई एकदम धेरै त्यो अड्किएर नबस्नुहोस्, जस्ट जस्ट एकदम कट थ्रु भएर कुराहरूलाई गर्न थाल्नुहोस्, अनि यु विल डु भेरी गुड। त्यसमा आत्तिनु चाहिँ पर्दैन है त। राधे राधे।